फाइनली साथीहरू हाम्रोमा चाहिँ कसैलाई मन पर्दैन होला र यो चिज। यो फलको नाम चाहिँ हजुरहरूलाई कतिजनालाई आउँछ कतिजनालाई आउँदैन हैन। एकदम मिठो। यो चाहिँ जहाँ तहाँ पाउँदैन पनि। आज चाहिँ मैले चाहिँ भेटाएँ, धेरै वर्ष पछि यो फल चाहिँ खान पाइयो। हाम्रो जङ्गलतिर चाहिँ यसरी फलेछ हैन। यो यसलाई केही गर्नु पर्दैन, न रोप्नु नै पर्छ, न पानी नै लगाउनु पर्छ, न बिसा दिन, न भिटामिन नै, यसलाई केही नै पर्दैन। ताल पऱ्यो भने हामी नै काटेर फालिन्छ हैन। तर यो काटेर फाल्न चाहिँ नहुने नै हो। यति मिठो चिज छ यो, यति मिठो चिज छ। यो आफै फल्छ, यो आफै उम्रिन्छ, यो आफै फल लाग्छ र पनि यो यति मिठो छ कि कति कुराहरू चाहिँ हामीले आफैले रोपेर फलाए पनि यति मिठो चाहिँ फल्दैन। यो चाहिँ प्रकृतिले नै दिएको होला। यो केले दिएको हो त्यो मलाई थाहा भएन। यो ओइसलु चाहिँ यति राम्रो छ नि, नेचुरल हो यो। नेचुरल भनौँ कि यो अर्ग्यानिक भनौँ कि यो त साँच्चै नै भन्नुपर्दाखेरि हामीले यो त अब अहिले त के पो भन्छ त्यो, यो कतिवटा रोगको त दबाई नै हुन्छ होला जस्तो लाग्छ मलाई चाहिँ। हजुरहरूलाई कस्तो लाग्छ? यो चाहिँ अर्को कुरा के पनि अरे अजम्मरी नै जस्तो भइसक्यो होला जस्तो लाग्छ मलाई। किनभने यो पाउँदैन नि त अहिले। पहिला चाहिँ कति धेरै पाउँथ्यो। हामी सानोमा बाटोमा हिँड्दा, घाँस काट्न हिँड्दा, बस्तु गोठालो जाँदा हामी धेरै खान्थ्यौँ हैन। यो अहिले चाहिँ यो फल खासै पाउँदैन। यो अहिले त कसैले अहिले त देख्यो भने यसलाई जसुकैले नै निमोटेर फाल्छ के। अब यो काँडा हो भन्छ। यो काँडा भनेको छ, यसलाई काटेर फाल्नुपर्छ, यसले काँडाले घोच्छ भनौँ। सबैको दिमागमै त्यही पसेको छ। यो फल यस्तो छ, यो फल चाहिँ अजुमरी जस्तो छ, यति मिठो छ भन्ने सोचै छैन क्या हाम्रो। यसलाई चाहिँ जसरी भए पनि मास्नुपर्छ, उखालेर फाल्नुपर्छ, यो काँडाले झेल्छ भन्ने जस्तो दिमाग छ नि त हाम्रो। अब हाम्रो नानीहरूले त यो सायद चिन्दैनन् पनि। यो चिज खानुपर्छ, यो राम्रो चिज हो भन्ने त दिमागमा पनि छैन होला जस्तो लाग्छ मलाई। हुन त कहाँ भेटेर खाउन् यस्तो चिज। अबको छोराछोरीहरूले यो चिज भेटेर खान त धेरै गाह्रो पर्छ हैन। अब हामी त देखिराखेको चिनिराखेको हुनाले कहीँ भेट्यो भने नि यो फल चाहिँ खाऊँ न है, यो कस्तो मिठो हुन्छ भन्ने सोच छ नि त हाम्रो चाहिँ। अब अहिलेको नानीहरूको चाहिँ यस्तो सोचै छैन। यो खानुपर्छ, यो फल यस्तो हो भनेर यसरी हाम्रो गाउँघरतिर यस्तो फल पाउँछ भन्ने कुरा हाम्रो नानीहरूको चाहिँ दिमागमा छैन क्या। के हो काँडा घोच्छ भो त्यहाँ नजाने भन्ने खालको कुरा हुन्छ नि त। त्यही भएर म चाहिँ खाँदैछु धमाधम। तर यो फल्न पनि त्यति सजिलो ठाउँमा चाहिँ फल्दैन है, गाह्रै छन्। यहाँ कति धेरै भगवान यो पाकेपछि त को आउनुहुन्छ खानलाई। यहाँ हेर्नु है कति धेरै पाकेको छ। खाइहालौँ जस्तै छ। बाई चाहिँ यो बारीकै पाटामा छ है। ल ल ल ल ल ल ल ल हेर्नु कति धेरै छ। ल है सबैजना आउनु है हाम्रोमा ओइसलु खान। बाई।